हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म कहाँ जाँदैछु तपाईँहरूलाई देखाउने छु। ल, यहाँ पारी जाँदैछु। हाम्रो गोरुहरू भएकोमा, बाख्राहरू भएकोमा चाहिँ पारी चाहिँ छ नि, गोरु बाख्राहरू छ। त्यसै कारणले चाहिँ पारी जाँदैछु म चाहिँ। यो बाटो चाहिँ एकदम राम्रो छ, सिसी फुटपाथ पारी जाँदैछु आज चाहिँ। अब चाहिँ तपाईँहरूलाई फेरि म तल बगर पुगेर चाहिँ देखाउँछु तपाईँहरूलाई। बगरमा अझै त निकै टाढो छ जानुपर्ने थियो। अहिले भने चाहिँ म यहाँ बगर आइपुगेछु। अझै जानुपर्ने चाहिँ यो डाँडा छ नि, यो डाँडाको अझै उतापट्टि हो जानुपर्ने चाहिँ। अन्त तपाईँहरूलाई यहाँ बगर आइपुगेको चाहिँ देखाइदिएको। अझै उतापट्टि पनि बगर नै जानु छ, उतापट्टि पनि एकदमै दामी छ। यो पुल चाहिँ यहाँ पारी जाने हो, यहाँ पारी पनि गाउँ छ। अन्त अहिले भने चाहिँ यहाँ बगरमा आइपुगेको छु। यहाँ भने चाहिँ तलेबुङ बडाहरूले चाहिँ यहाँ पुल थाप्नु हुँदै रहेछ पारी जानु लागि। यहाँ आधी बाटोमा आउँदा चाहिँ एकदम दामी फुलिरहेको रहेछ हो। अन्त चाहिँ भिडियो गरेको। अब गोठ चाहिँ अझै पुग्नु चाहिँ निकै तलै छ, यहाँ मुनि हो। यहाँ चाहिँ दामी रहेछ फुल चाहिँ। यो चाहिँ याक्सा रहेछ। याक्सा रहेछ। अन्त यहाँ चाहिँ यस्तो छ। गोठ चाहिँ यहाँ तल छ हो। अब जानुपर्छ, अहिले देखाउँछु तपाईँहरूलाई। यस्तो रहेछ फुल चाहिँ। अब भने चाहिँ म यहाँ गोठमा पुग्न आँटिसकेको छु। पुरै झुली छ यता उनीको जग्गा चाहिँ। गोठ जाने बाटो चाहिँ जङ्गलले नै भरेको छ। अघि देख्दै गरेको यही खोला हो, तर घुमेर यतापट्टि आएको छ। अहिले भने चाहिँ गोठ निस्किनु आँटेको छौँ हामी चाहिँ। एउटा गोरु रहेछ, बाछीहरू चाहिँ। अहिले भने चाहिँ गोठ पुगिसकेको छौँ हामी। यहाँ पारी चाहिँ गोरु छ। अब एकछिनमा जानुपर्छ यहाँ पारी चाहिँ। यो चाहिँ हाम्रो गोठको गोठाला हो। अहिले भने चाहिँ म यहाँ गोरु भाकोमा जाँदैछु। गोरु भाकोमा जानु लागि चाहिँ यो पुल चाहिँ तरेर जानुपर्छ गाइसहरू। यस्तो छ पुल चाहिँ। अब भने चाहिँ म गोरु भाकोमा जाँदैछु। अहिले भने चाहिँ म गोरु भाकोमा आइपुगेको छु। ओके, आजको लागि यति नै छ। तपाईँहरू भिडियो हेरेर लाइक, कमेन्ट,